आज हामीले मनाउँदै गर्दा आज यो बुढाटारको यो बाँडरे कुनामा जुन यो कार्यक्रम भयो, यो हाम्रो गत सालहरू भन्दा आजको यो कार्यक्रम अत्यन्तै भव्य र मगरहरूको लागि एउटा महत्त्वपूर्ण कार्यक्रम बनेको छ। त्यसैले मैले यहाँ सम्पूर्ण हाम्रो मगर जाति दाजुभाइ दिदीबहिनी बुवा आमाहरूलाई यो अनुरोध गर्न चाहन्छु कि हामी मगर समुदायले आफ्नो कला संस्कृति, आफ्नो भाषा, पुरानो संस्कृतिहरूलाई जगाउँदै गर्दा कतै हामीले आफूले गर्न पर्ने महत्त्वपूर्ण कामहरू त बिर्सेका छैनौँ। हो, हामीले आफ्नो कला संस्कृतिलाई जगाउनु पर्छ, आफ्नो पुरानो रीतिरिवाजलाई सँगसँगै लिएर आउनुपर्छ। यसलाई हामीले पछाडि पर्न दिनु हुँदैन। तर यसको साथसाथै हामी मगर समुदायहरूले हरेक क्षेत्रमा एउटा प्रतिस्पर्धा गरेर अगाडि बढ्न जरुरी छ। हामी मगर समुदाय, अघि हाम्रो सन्दीप भाइले भनिसक्नु भएको छ, मगर समुदाय हामी पछि पर्यौँ भनेर हामी आफैले भन्छौँ र हामीले अरू जात जातिलाई गाली गर्ने गर्छौँ। त्यो होइन, हामी आफै हरेक क्षेत्रमा प्रतिस्पर्धा गरेर हामी अगाडि बढ्न सक्ने क्षमता मगरहरूमा पनि छ।